हाम्रो नेपालमा प्रत्येक वर्ष करोडौं रुपैयाँ त सडक, पार्क र सार्वजनिक संरचना मर्मतमा खर्च हुन्छ। तर यस्तो किन हुन्छ, कहिले सोच्नु भएको छ? तपाईँ र हामी मध्ये अधिकांश नेपालीहरू सरकारले यो गरेन, सरकारले त्यो गरेन, सरकारले त यस्तो गर्नुपर्ने भनेर ट्रोल गर्दै बस्न रुचाउँछौँ। तर हामी सजिलै बिर्सन्छौँ कि आफैलाई प्रश्न गर्न कि हामीले के गरिरहेको छौँ र मजाले बसेर कम्पेयर गर्छौँ आफ्नो देश नेपाललाई विदेशको सरसफाई र अनुशासनसँग। अब मैले यति कुरा गर्दा तपाईको दिमागमा केही कुरा त आएको होला नि है। आज हामी कुरा गर्दैछौँ सिभिक सेन्सको बारेमा। सिभिक सेन्स भनेको कुनै पनि रूपमा हामी समाजप्रति जिम्मेवार हुनु हो। तर विडम्बनाको कुरा के छ नि, नेपालमा अधिकांश ठाउँहरूमा अझै पनि सडकमा फोहोर फाल्ने, लाइन मिच्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता व्यवहार देखिन्छन्। म यो कुरालाई यत्तिकै भन्दै छैन है। पछिल्लो समय काठमाडौँका गल्लीहरूमा एकै दिन 20 लाखसम्मको फाइन उठ्नुले आफैमा प्रश्न गर्छ कि हाम्रो सिभिक सेन्स कुन लेभलमा छ भनेर। जापान, सिङ्गापुर जस्ता देशहरू व्यवस्थित र सफा हुनुको कारण केवल कानुन मात्र होइन, नागरिकहरूको सिभिक सेन्स पनि हो। यदि तपाईँ र हामी मध्ये एउटा व्यक्तिले फोहोर फाल्दा वातावरण बिग्रन्छ, एउटा व्यक्तिले यदि ट्राफिक नियमको पालना नगर्ने हो भने त झन् निर्दोष व्यक्तिको एक्सिडेन्टमा ज्यान नै जान सक्छ। तर त्यही एउटा व्यक्तिले सिभिक सेन्सको पालना गर्यो भने यी दुवै घटनाहरू रोकिन सक्छ। अब प्रश्न आफैलाई गर्नुहोस् कि तपाईँ कुन व्यक्ति बन्न चाहनुहुन्छ। हेर्नुहोस् त, यसपटक सरकार त तपाईँ र हामीले चाहे अनुसार नै परिवर्तन भएको छ। के तपाईँ परिवर्तन हुन रेडी हुनुहुन्छ? कमेन्ट गर्नुहोस् है त।